नमस्ते, म स्मिता पौडेल। यहाँहरूलाई नेपाल स्टक इन्फोमा हार्दिक स्वागत गर्दछु। ब्रेकिङ न्यूज। कतार स्थित अमेरिकी सैन्य बेसमा इरानको मिसाइल आक्रमण। क्षेत्रीय तनाव चरममा। दोहा असार 10, 2082। इरानले कतारको राजधानी दोहामा अवस्थित अमेरिकी सैन्य अड्डा अल उदेइद एयरबेसमा मिसाइल आक्रमण गरेको छ। यो आक्रमणले मध्यपूर्वमा पहिलेदेखि नै चर्किएको तनावलाई थप जटिल र खतरनाक मोडमा पुर्याएको छ। इरानले अमेरिकी परमाणु हमलाको बदला लिएको दावी गरेको छ भने कतारको रक्षा मन्त्रालयले आफ्नो वायु रक्षा प्रणालीले मिसाइलहरूलाई सफलतापूर्वक अवरोध गरेको जनाएको छ। आक्रमणको विवरण। इरानले 23 जुन 2025मा कतारको अल उदेइद एयरबेसमा 6वटा मिसाइल प्रहार गरेको थियो। यो बेस अमेरिकी सेनाको सेन्ट्रल कमान्डको मुख्यालय हो, जुन मध्यपूर्व, उत्तर अफ्रिका र मध्य एसियाको सैन्य कारबाही निर्देशनका लागि महत्त्वपूर्ण छ। कतारको रक्षा मन्त्रालयका अनुसार उसको उन्नत वायु रक्षा प्रणालीले मिसाइलहरूलाई बीचमै रोकेर कुनै मानवीय क्षति हुनबाट जोगाएको छ। कतारको विदेश मन्त्रालयले यो आक्रमणलाई आफ्नो सार्वभौम सम्पत्तिको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ। तर इरानले यो हमला प्रतीकात्मक भएको र कतारलाई अग्रिम चेतावनी दिइएको दावी गरेको छ। इरानी सञ्चार माध्यमका अनुसार यो आक्रमण अमेरिकाले इरानका परमाणु केन्द्रहरूमा गरेको बमबारीको प्रत्युत्तर हो। नेताहरूको प्रतिक्रिया। इरानका सर्वोच्च नेता आयतुल्ला अली खामेनी। खामेनीले यो आक्रमणपछि अमेरिकालाई कडा चेतावनी दिँदै भने अमेरिकाले आफ्ना दुश्मनहरूलाई नष्ट गर्न सकेन, तर उसले आफ्नै देशलाई नष्ट गरिरहेको छ। यो उसको आफ्नै हातले भएको आत्मविनाश हो। उनले थपे कि इरान कुनै पनि सैन्य हस्तक्षेपको जवाफमा कडा कारबाही गर्न तयार छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। राष्ट्रपति ट्रम्पले आक्रमणको जवाफमा शान्तिपूर्ण सन्देश दिँदै कतारको सहयोगको प्रशंसा गरे। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा लेखे, म कतारका उच्च सम्मानित अमिरलाई क्षेत्रमा शान्तिको खोजीमा उनले गरेको सबै प्रयासको लागि धन्यवाद दिन चाहन्छु। कतारमा रहेको अमेरिकी आधारमा आज भएको आक्रमणको बारेमा मलाई जानकारी दिन पाउँदा खुसी लागेको छ कि कुनै पनि अमेरिकी वा कतारी मारिएका वा घाइते भएका छैनन्। यस मामिलाप्रति तपाईँको ध्यानको लागि धन्यवाद। ट्रम्पले सिचुएसन रुममा आपतकालीन बैठक बोलाएर अवस्थाको समीक्षा गरेको समाचारमा उल्लेख छ। कतार रक्षा मन्त्रालय। कतारको रक्षा मन्त्रालयले आधिकारिक विज्ञप्ति जारी गर्दै भने कतारी वायु रक्षा प्रणालीले अल उदेइद एयरबेसलाई लक्षित गरी भएको मिसाइल आक्रमणलाई सफलतापूर्वक अवरोध गरेको छ। परमेश्वरको कृपाले सशस्त्र बलहरूको सतर्कता र अपनाइएका सतर्कता उपायहरूले घटनाले कुनै मृत्यु वा घाइते हुनु परेको अवस्थाको परिणाम दिएको छैन। मन्त्रालयले कतारको हवाई क्षेत्र र भूभाग पूर्ण रूपमा सुरक्षित रहेको र सशस्त्र बलहरू कुनै पनि खतरा सामना गर्न तयार रहेको दोहोऱ्याएको छ। साथै नागरिक र बासिन्दाहरूलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन आग्रह गरिएको छ। क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव। यो आक्रमणले मध्यपूर्वमा तनावलाई नयाँ उचाइमा पुर्याएको छ। इरान र इजरायल बीचको युद्धमा अमेरिकाको प्रत्यक्ष संलग्नताले क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्न सक्छ। कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ, जसले क्षेत्रीय उडान सेवामा अवरोध सिर्जना गरेको छ। चीन र रुसले यस घटनालाई लिएर अमेरिकाको आलोचना गरेका छन्। चीनिया विदेश मन्त्रालयका प्रवक्ता गुओ ज्याकुनले ट्रम्पको रणनीतिले क्षेत्रमा अस्थिरता बढाएको आरोप लगाएका छन्। यता पाकिस्तानले इरानको समर्थनमा संयुक्त राष्ट्रसङ्घमा आपतकालीन बैठक बोलाएको छ, जसले यो मुद्दालाई विश्व मञ्चमा पुर्याएको छ। नेपालको परिप्रेक्ष्यमा भारतीय विदेश मन्त्रालयले इरान र इजरायलमा रहेका आफ्ना नागरिकहरूका लागि 24/7 कन्ट्रोल रुम स्थापना गरेको छ। नेपाल सरकारले पनि इरान र इजरायलमा रहेका नेपाली नागरिकहरूको सुरक्षाको लागि तत्काल कदम चाल्नुपर्ने माग सामाजिक सञ्जालमा उठेको छ। विश्लेषण। विश्लेषकहरूका अनुसार यो इरानको आक्रमण प्रतीकात्मक भए पनि यसले क्षेत्रीय युद्धको जोखिमलाई बढाएको छ। इरानले अमेरिकी हमलाको जवाबमा मध्यपूर्वका अन्य अमेरिकी बेसहरूलाई निशाना बनाउन सक्ने आशंका छ। ट्रम्प प्रशासनले इरानलाई थप हमलाको चेतावनी दिइसकेको छ,
जसले स्थिति थप विस्फोटक बन्न सक्छ। कतारको तटस्थ भूमिकालाई यो घटनाले चुनौती दिएको छ। एकातिर कतारले अमेरिकासँग सैन्य सहकार्य गरिरहेको छ भने अर्कातिर इरानसँग पनि कूटनीतिक सम्बन्ध राख्न चाहन्छ। यो आक्रमणले कतारको मध्यस्थताको भूमिकालाई जटिल बनाउन सक्छ। निष्कर्ष: कतार स्थित अमेरिकी सैन्य बेसमा इरानी मिसाइल आक्रमणले मध्यपूर्वको भू-राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ। इरानको बदला र ट्रम्पको कडा चेतावनीले युद्धको सम्भावना बढाएको छ। कतारले आफ्नो सैन्य तयारी र कूटनीतिक प्रतिक्रियालाई तीव्र बनाएको छ। विश्व समुदायले यस क्षेत्रमा शान्ति स्थापना र समन्वयका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ। नेपालले पनि आफ्ना नागरिकहरूको सुरक्षामा विशेष ध्यान दिनुपर्छ। हस्त साथीहरू, आजलाई यति नै। फेरि अर्को